नमस्कार है वेलकम छ रिसार्ने सरहरू रिसार्ने मिसहरू ल को हो उहाँहरू झरीपछिको इन्द्रेणी टिम हौ। सरी ल म तपाईँहरूको फिल्म हेर्न चाहिँ नसक्ने भए। किन हो विज्ञानी? होइन नामै झरीपछिको इन्द्रेणी रहेछ, मसँग छाता छैन, झरीमा त भिजिहाल्छु नि। त उठ ल अब उता जा ल। यसलाई सबै थोक सिकाउनु पर्छ, गुन्डु जानु चाहिँ सिकाउनु पर्दैन। म पनि होइन तपाईँहरूको जस्तै प्याटर्नको मुभी बनाउने सोच्दैछु नि फेरि। कस्तो त? झरी पछाडिको इन्द्रेणी भनेको जस्तै होइन 2 स्टिक पछाडिको रसभरी क्या। रमेश उप्रेती दाई नमस्कार। म चाहिँ लास्टै ठुलो फ्यान हो क्या निखिल उप्रेतीको। 7 तलाबाट हाम फालेको नि दाइले नै होइन। निखिल उप्रेतीले हौ त्यो। अनि निखिल पनि उप्रेती, उहाँ पनि उप्रेती, 3.5 तला त हकै लागिहाल्छ नि। दाइ त अनि रवि लामी छानेको साथी पनि होइन दाइ हो नि। अनि उहाँ चाहिँ किन जेल नबस्नु भएको त अनि? अनि साथी भने बित्तिकै जेल गएर सँगै बसिन्छ त नि। होइन नेपालीमा भनाइ नै छ नि, अब गाँस छोड्नु साथ नछोड्नु भन्ने। दाइ त जस पुरानो फिल्मको हिरो होइन। तपाईँहरूको पालामा दाइ सुन कति रुपियाँ तोला थियो? 3.5 रुपियाँ। त्यति सस्तो हुँदा पनि एउटा नाकमा फुली किन नलाउनु भएको त? तर म चाहिँ दाइको ठुलो फ्यान हो होइन दाइ। पहिला दाइहरूको फिल्म चाहिँ होइन हामी त होइन अब सिडी किन्दै होइन सबैले पैसा उठाएर पनि हेर्थ्यौँ होइन, पैसा नभएकोलाई बाउको पैसा थिप्स हानेर पनि होइन हेरिन्थ्यो। एउटा फोटो खिच्दैन भन्दाखेरि दाइ हाँस्दिनु ल दाइ, खिच्दैन हो ल अब यसले टाइम खाइदिने हो, मलाई त बालै छैन पैसा पाकिहाल्छ। दाइले पनि रोज हान्नु भयो, एकचोटि हाँस्थ्यौ त सबजना। दाइ अँगालो हालिदिनु मिल्छ भने हालिदिनु ल दाइ ल।